के छ केटाकेटी हो वेलकम टु माई नयाँ मिनी भ्लग। आज शनिबार भएको भएर म कलेज गएन। म ढ्याक्क बिहान उठेर पसल गएर हिसाब किताब गरेँ, काम गरेपछि म कपाल काट्न गएँ। त्यसपछि मैले कपाल काटेँ। त्यसपछि मैले दाढी काटेँ। त्यसपछि चाहिँ यस्तो ह्यान्डसिकको हो, आफूले चिनेन। त्यसपछि गिटार सब गएँ, गिटार किने, पसल गएर मोबाइल चलाएँ। त्यसपछि बसेँ म अनि आफूले एकछिन टिभीमा हेरेँ। त्यसपछि फेरि काम गर्न थालेँ, पैसा गर्ने कम गाह्रो काम हो यो। त्यसपछि पसल बन्द गर्न लाएँ। त्यसपछि सामान राखेँ मैले, कम त काम गर्छु मैले। त्यसपछि सामान राखेँ। त्यसपछि सटर लायो, फेरि सटर लायो। त्यसपछि म पेट्रोल हाल्न गयो अनि पेट्रोल हालेपछि हामी घुम्दै घर गयो। मैले आफैलाई अनबक्सिङ हाने। ल आजको लागि यति नै, गुड नाइट, टेक केयर।